हजुर आदर्श नमस्ते सबैजनालाई बिहाबिनिदमा मेरो भिडियोमा हजुरहरूलाई फेरि पनि स्वागत छ र सधैँको जसरी मैले आज केही नयाँ कुराहरू लिएर आएको छु तर भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ यदि हजुरहरू चाहिँ फ्रेन्च ल्याङ्ग्वेज पढ्नको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ लेभल A1 A2 र B1 को लागि चाहिँ अनलाइन क्लासेसहरू चाहिँ सुरु भइसकेको छ र केही नयाँ क्लासेसहरू पनि सुरु हुन गइरहेको छ। सो मलाई मेसेज अथवा कमेन्ट सेक्सनमा केही कमेन्ट लेखिदिनु होला यदि हजुरहरू फ्रान्स, क्यानाडा अथवा नेपालमा हुनुहुन्छ भने पनि अनलाइन क्लासेसहरू भइरहेको छ। सो ढिला नगरिकन कमेन्ट सेक्सनमा कमेन्ट छोडिदिनु होला। ओके, एनी गेसेस हजुरहरूले आज हामी के पढ्न गइरहेका छौँ होला? तर कतिलाई त क्याप्सन हेरेर पनि थाहा भइसक्यो होला। हो, आज हामी चाहिँ नम्बरहरू पढ्न गइरहेका छौँ। ओके, फ्रेन्च नम्बर भन्ने बित्तिकै कतिजनाले कस्तो गाह्रो भन्नुहुन्छ होइन? तर यसको रुल्स थाहा पायो भने चाहिँ एकदमै सजिलो छ है। On commence tout de suite, c'est parti. Un, एक, deux, दुई, trois, तीन, quatre, चार, cinq, पाँच, six, छ, sept, सात, huit, आठ, neuf, नौ, 10, 10, 11, 11, 12, 12, 13, 13, 14, 14, 15, 15, 16, 16। ओके, हामीले चाहिँ 1 बाट 16 सम्म चाहिँ हामीले चाहिँ पाक्का भनेको चाहिँ बाइ हार्ट यो चाहिँ घोक्नु नै पर्छ हामीले। यो चाहिँ हामीले बाइ हार्ट सम्झिनु नै पर्छ है, कतिबाट 1 बाट 16 सम्म। ओके, म सँगसँगै भन्नु है। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16। ओके, अब चाहिँ हामीलाई 1 देखुन्ट 16 सम्म भन्न आयो होइन? आ देखुन्ट 16 सम्म भन्न आयो। अब चाहिँ हामीले 17, 18, 19 चाहिँ एकदमै सजिलो छ। 10 + 7 गऱ्यो भने चाहिँ 17 हुन्छ। अनि मैले अघि 10 भनेको कति भनेको थिएँ अरे? भन्नुहोस् त? उही 20 अनि मैले 7 भनेर 7 लाई के भनेको थिएँ अरे? सेत। अब 10 + 7 अब दुईटालाई जोड्नुहोस् त के हुन्छ? 10 सेत गरेर 20 सेत भनेको 17। 10 + 7 गरेर 17 हुन्छ भने अब फ्रेन्चमा भन्नुपर्दा 17 लाई चाहिँ फ्रेन्चमा चाहिँ 20 सेत भन्छ। ओके, यसरी नै 18 के भयो? 10 + 8 भन्नु पर्यो होइन? 10 भनेको के थियो अरे? 20 अब 8 भनेको विथ भनेको 18 भनेको के भयो? 18। अब 19 त्यसरी नै। ल अब हजुरहरूले नै गर्नु है। 19 गुड। अब 17 लाई फेरि पनि 17 मसँगै भन्नुहोस्। 18 18 अनि 19 19 होइन? 17 18 19 17 18 19 भनिन्छ। अनि 20 लाई पनि हामीले पक्क आफ्नो हार्टबाट नै बाइ हार्ट नै सिक्नुपर्छ होइन, सम्झिनुपर्छ। 20 लाई चाहिँ वाँ भनिन्छ। के भनिन्छ अरे? वाँ भनेपछि आजको लागि चाहिँ अब 1 बाट 20 सम्म गरौँ। ओके, म अब हजुरहरूलाई के एक्सर्साइज गराउँछु है त। ओके, म यहाँ माथि एउटा नम्बरहरू लेख्छु, त्यो चाहिँ हजुरले भन्नु पर्यो है। 7, 11,
गुड। दुज, क्याथोज अनि जे हो। हामीले त यो भन्नै बिर्सेको हो कि होइन? यसलाई चाहिँ 0लाई चाहिँ जे हो भनेर भनिन्छ। ओके, अब चाहिँ अरू नम्बरहरू चाहिँ अर्को दिन गर्ने किनकि धेरै सबै गऱ्यो भने चाहिँ कन्फ्युजन हुन थाल्छ नि त होइन? त्यही भएर अरू रेस्ट चाहिँ हामी अर्को दिन गर्नेछ, मेरो पार्ट 2 मा आउनेछ। ओके, आजलाई यति पनि। हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेस्सी बुकु बुकु पुकु पुख रगाक्दैमा भिडियो ए मेस्सी बुकु पुख पुत्र सुपर हजुरहरूको सपोर्टको लागि पनि धेरै धेरै धन्यवाद। Messi beaucoup pour liker, abonner, et laisser la commentaire। मलाई केही सजेसन दिनु है हजुरहरूलाई के सब्जेक्टमा भिडियो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ होइन? त्यसमा पनि मलाई कमेन्ट सेक्सनमा केही सजेसनहरू दिनु होला र मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला र फ्रेन्च क्लासको लागि पनि यदि हजुरहरू पढ्नको लागि इच्छुक हुनुहुन्छ भने चाहिँ मलाई मेसेज ढिला नगरिकन मेसेज गर्नु किनकि अर्को हप्ताबाट चाहिँ मैले एउटा नयाँ सेसन सुरु गर्न लागेको छु। सो त्यति बेलाको सम्मको लागि चाहिँ बिजु।